सुरुमा त बार्सिलोनालाई रेस्पेक्ट, बार्सिलोनाले जुन तरिकाले यो गेम खेलेको थियो त्यसको लागि चाहिँ रेस्पेक्ट है। एकदम रोडी सल्युट दिएर म सुरु गर्न चाहन्छु यो भिडियो। रोडी सल्युट केटा हो बार्सिलोनालाई। सो 3 गोल हानिसकेको छ, 3-0 को लिड, तर पनि अब जस फाइनलमा चाहिँ पुग्न सकेन। एथलेटिको म्याड्रिड आई थिङ्क 13 वर्षपछि फाइनलमा पुगेको छ कोपा डेल रेको। सो बार्सिलोना आर आउट अफ द कोपा डेल रे। तर बार्सिलोनाको टिमले जुन तरिकाले फर्मलाई रिगेन गर्दैछ त्यो 10 मेमा क्याम्प 9 मा जाने कुराले अझै पनि मेरो ज्यान काम छ केटा हो। 10 मेमा सोसल मिडियाको बाहिर जङ्गलभित्र पस्ने हो। 10 मे क्याम्प 9 जान सकिन्न। जुन तरिकाको हाम्रो हालत छ र जुन तरिकाले बार्सिलोनाले फर्म रिगेन गर्दैछ, मान्छे मार्छ यिनीहरूले, मान्छे मार्छ केटा हो। सो बार्सिलोनाले धन्नै धन्नै कमब्याक हानेको थियो, तर एथलेटिको म्याड्रिडको त्यो हराम बलवालालाई चाहिँ अझै पनि 1 गोल पुगेन। तर ठिकै छ, सिमियोनीलाई नि दिनुपर्छ। लास्ट वर्ष हो, एउटा कोपा डेल रे भयो भने जितोस् एथलेटिको म्याड्रिडले। तर बार्सिलोना डिड देयर बेस्टै भन्छु म हैन। सो रेस्पेक्ट टु देम। 3-0 क्लिन सिट चाहिँ ल्यायो। विन पनि राम्रै खत्रै विन आयो, तर 1 गोलको कमी भयो। तर एनिवे एथलेटिको म्याड्रिड क्वालिफाई भइसकेको छ कोपा डेल रेको फाइनलको लागि। बार्सिलोना आई एम अफ्रेड अफ यु है।